नमस्ते, स्वागत छ हजुरहरूलाई। आज म बङ्गुरको फोक्सो, कलेजो, बोसोको भुटन बनाउन गइरहेकी छु। हजुरहरूले पुरा हेरेर साथ दिनुहोला। अब म कलेजोलाई पिस बनाउँदैछु। हाम्रो कलेजो फोक्सो पिस बनाएर नि मैले सकाएँ। अब म कराही बसालेँ, तेल पनि राख्छु, रङ सुकमेल पनि फुर्याएँ। अब 5 फोरन पनि फुर्याएँ, तेजपत्ता पनि राखेँ। अब म प्याज पनि राख्छु। हाम्रो प्याज पनि खरिसक्यो। अब म अघि पिस बनाएर राखेको कलेजो मासु राख्छु। अब म एकछिन भुट्छु अनि ढक्कन लाएर नि खोलेँ मैले। हाम्रो मासु यतिको भएछ। अब म बेसार लगाउँछु, नुन पनि लगाउँछु, जिरा धनियाँ पाउडर पनि लगाउँछु म। अनि एकछिन चलाउँछु। अब म अदुवा लसुन र खुर्सानीको पेस्ट पनि राखेँ। टमाटर पनि राख्छु म। अब यसलाई एकछिन छोपेर राख्छु। हेर्नु त, हाम्रो टमाटर पनि यतिको गलिसकेको रहेछ। सुप पनि लगाएँ मैले। हेर्नु त, हाम्रो मासु अब पुरै रूपमा पाकिसकेको छ। अब म रक्ती लगाइदिन्छु। रक्ती लगाएपछि मजाले चलाइ गर्नुपर्छ, नत्र डढ्न सक्छ, कराहीमा टाँसिन सक्छ। हाम्रो भुटन पनि अब पाक्यो। म अब मिट मसला राख्छु। अब म काटेर राखेको हरियो धनियाँ पनि लगाउँछु। हाम्रो मासु पुरै रूपमा रेडी भयो। हजुरहरूले पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। हजुरहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त, नमस्ते।